आइसिसी टी20 विश्वकप एसिया एन्ड इस्ट एसिया पेसिफिक छनौटको सुपर 6 मा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। समूह बी को समूह विजेता नेपालले समूह ए को विजेता युएईलाई 1 रनले हराउँदै 4 अङ्क जोडिसकेको छ। अङ्कविहीन कतार विरुद्ध जित निकाल्दै विश्वकप यात्रा निश्चित गर्ने लक्ष्य नेपालको छ। नेपाल र कतारको खेल सोमबार राति 8:45 बजे ओमानमा सुरु हुनेछ। सुपर 6 मा युएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ। सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर 6 को अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार अर्थात् असोज 31 गते प्रतिस्पर्धा गर्नेछ। सुपर 6 मा सहभागी नेपाल, युएई, ओमान, जापान, कतार र सामोआ मध्ये शीर्ष स्थानमा रहने 3 टिमले भारत र श्रीलङ्कामा हुने 2026 को विश्वकप खेल्नेछन्। सुपर 6 को तालिकामा ओमान र नेपालको समान 4-4 अङ्क छ। रन रेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। 2 अङ्क जोडेका युएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन्। कतार र सामोआ भने अङ्कविहीन छन्।